ओपनएआईले ChatGPT हेल्थ भन्ने ChatGPT भित्रकै डेडिकेटेड हेल्थ एक्सपिरियन्स सार्वजनिक गरेको छ, जसले तपाईको मेडिकल रेकर्ड्स र वेलनेस एप्स जस्तै एप्पल हेल्थ, फंक्शन, MyFitnessPal सुरक्षित रूपमा कनेक्ट गरेर तपाईको आफ्नै डेटामा आधारित टेस्ट रिजल्ट्स बुझ्न, डाक्टर अपॉइन्टमेन्टका लागि तयारी गर्न, डायट वर्कआउट रुटिन बारे गाइडेन्स लिन वा इन्स्योरेन्स विकल्पक बुझ्न मद्दत गर्ने लक्ष्य राख्छ। यसलाई ओपनएआईले मेडिकल केयरलाई सपोर्ट गर्ने तर रिप्लेस नगर्ने भनेर स्पष्ट भनेको छ। यो डायग्नोसिस वा ट्रिटमेन्टका लागि इन्टेन्डेड छैन। प्राइभेसी र सिक्योरिटी पक्षमा हेल्थलाई ChatGPT भित्र सेपरेट स्पेसमा राखिएको छ, जहाँ इन्क्रिप्सन र आइसोलेसन जस्ता लेयर्ड प्रोटेक्सन्स छन्। हेल्थ मेमोरी अलग हुन्छ। हेल्थका फाइल्स, कन्भर्सेसन्स नन हेल्थ च्याट्सले एक्सेस गर्न सक्दैनन् र सबैभन्दा महत्त्वपूर्ण रूपमा हेल्थ कन्भर्सेसन्स आर नट युज्ड टु ट्रेन आवर फाउन्डेसन मोडल्स। स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू हाम्रो एआई मोडेल प्रशिक्षणका लागि प्रयोग हुँदैनन् भनेर उल्लेख छ। साथै एक्सेस सुरुमा वेटलिस्ट मार्फत सीमित ग्रुपमा रोल आउट हुँदैछ।